तपाईहरुसँग पनि होन्डाको एभिएटर स्कुटर छ र एभिएटरको पिकअप बनाउनको लागि तपाईहरुले हजारौं पैसा खर्च गरिसक्नुभयो, तर यो कुरालाई चाहिँ तपाईले कहिले ख्याल गर्नु भएन है। तपाईहरुको स्कुटरको चाहिँ इन्जिनको भल्भ है, जुन चाहिँ यसरी लिकेज भयो भने, तपाईहरुको इन्जिनको भल्भ यसरी लिकेज भयो भने कम्प्रेसर बन्न सक्दैन र कम्प्रेसर लो भएपछि तपाईहरुको स्कुटरको चाहिँ अटोमेटिकली पिकअप घट्न जान्छ है त। भल्भ लिकेज भएको अवस्थामा चाहिँ तपाईले फ्यान बेल्ट, पिकअप गेडी, क्लच सु, कार्बुरेटर पनि हाल्यो भने तपाईहरुको समस्याको चाहिँ हल हुँदैन। बेल लिकेज भएको अवस्थामा चाहिँ तपाईहरुको स्कुटरमा बिहान पाखा स्टार्ट गर्न एकदमै गाह्रो हुने हैन, र कतै पार्किङ गरेर राख्नुभयो भने पनि फेरि स्टार्ट गर्न एकदमै गाह्रो हुने, र प्रोपरली पावर नआउने, सम्ममा राम्रो कुद्दिने तातेको बेलामा हैन, र उकालोमा जाँदाखेरि चाहिँ एकदमै गाह्रो हुने, सिङ्गल तान्नलाई पनि गाह्रो हुने जस्तो समस्याहरू चाहिँ भल्भ लिकेजबाट हुन्छ। यसको समाधानको लागि चाहिँ हामीले इन्जिनको हेड बनाउनु पर्ने हुन्छ हैन, यो लिकेज भएकोलाई बन्द गराउनु पर्ने हुन्छ, अनि मात्र हाम्रो स्कुटरमा चाहिँ प्रोपरली कम्प्रेसर बन्न सक्छ र पावर जेनेरेट हुन्छ र हाम्रो स्कुटर एकदमै पिकअप राम्रो पहिला जस्तै हुन्छ है त। तपाईहरुको पनि स्कुटरमा चाहिँ यस्तै समस्या छ भने चाहिँ तपाईहरुले आफ्नो स्कुटर चाहिँ हेडको काम गराउनु पर्ने बेला भइसकेको छ भनेर बुझ्न सक्नुहुनेछ है त। र यस्तै जानकारीमूलक भिडियोको लागि र आगामी दिनको लागि तपाईहरुको स्कुटरमा कुनै पनि किसिमको या बाइकमा कुनै पनि किसिमको समस्याहरू फेस गरिरहनु भएको छ र त्यसको समाधानको लागि बुझ्न चाहनुहुन्छ भने मेरो भिडियोलाई लाइक, फलो, शेयर गर्न नभुल्नु होला। हस्त, धन्यवाद।